यो मेरो पहिलो दिन हो भियतनामको लागि। हामी चाहिँ हनोईमा आएको छौँ। यो स्ट्रिटको नजारा हेर्नुहोस्, सब फ्ल्यागै फ्ल्याग राखेको रहेछन्। हामी बसेको होटल चाहिँ यही हो, मेफ्लावर होटल भन्ने छ। यो भियतनामिज न्यु इयरको भएको कारणले गर्दाखेरि यहाँ पसलहरू चाहिँ सबै बन्द रहेछ। तर हामीले अघि भर्खर एउटा मिठो कफी खाने ठाउँमा गयौँ। कस्तो लाग्यो कफी? अनि अलिक तितो चाहिँ हुँदो रहेछ है। चिनी चाहिँ अलिकति माग्नु, तर मैले चाहिँ ब्ल्याक कफी खाएँ, अब चिनी नहालिकन। अनि हामीलाई दुईवटा कफीलाई चाहिँ भियतनामिज करेन्सी 50K, एउटा कफीको चाहिँ 50K पर्ने रहेछ। कफीको 5 लाख। गाइस, अब स्ट्रिटहरू चाहिँ यस्तो छ है। यो चाहिँ मलाई लाग्छ तपाईँहरूलाई यसको झल्को हेरेर चाहिँ ठ्याक्कै ठमेल जस्तै लाग्छ होला। नेपालको है, मलाई नि यहाँ ठमेलको जस्तो याद आयो। ल गाइस, यो चाहिँ एउटा सिटी स्क्वायर रहेछ है। कस्तो राम्रो सिटी स्क्वायर रहेछ। अनि यहाँबाट चाहिँ एउटा यो ठुलो लेक छ। अब हामी यो लेकमा एक्सप्लोर गर्छौँ। अनि एउटा बसमा पनि हामी चढ्छौँ होला, सिटी टुरको बसमा। त्यो गरेपछि हामी ठ्याक्क सिटी कस्तो हुँदो रहेछ भनेर त्यो हेर्न सक्छौँ। अनि अहिले चाहिँ यो एउटा लेक रहेछ है, ठ्याक्कै एउटा ओल्ड सोभियत युनियनको जस्तो एउटा लेक। कम्युनिस्ट कन्ट्री हो होइन, कम्युनिस्ट कन्ट्रीको ठाउँ भएको कारणखेरि लेक पनि के अरे सबै ठाउँमा झन्डा रातो झन्डाहरू, पुरै कम्युनिस्ट देशको झन्डा छ। अनि मलाई त कस्तो यो त सोभियत युनियनमा यस्तो कम्युनिस्ट देशमा आएको जस्तो लाग्यो। हाम्रो देशका नेताहरू कम्युनिस्ट भन्छन्, यहाँ चाहिँ अब कम्युनिस्टहरूकोले झन्डादेखि लिएर सबै कुरा आफ्नो देशको हाल्छन् होइन। त्यही हो। लगाइस यहाँको हेर्नु है, यो चाहिँ यहाँ चाहिँ केएफसी, ब्याङ्क, डोमिनोज प्लाजा, रेस्टुरेन्टहरू सबै छ रहेछ है। यहाँ चाहिँ भियतनाम आउनुभयो भने चाहिँ तपाईँ यो स्क्वायरमा आउनुभयो भने चाहिँ यहाँ चाहिँ तपाईँले सबै कुरा खान पाउनुहुन्छ। र यहाँ एटिएमहरूदेखि लिएर सबै कुरा पाउँछ। एकदमै चर्चित स्क्वायर रहेछ। तर आज चाहिँ हामी धेरै छैनौँ। यहीँबाट छेउमा यो लेक छ। अनि त्यसकोबाट 10 मिनट्स पर चाहिँ त्यो रेलवे क्याफे छ। त्यहाँबाट चाहिँ त्यो क्याफेबाट चाहिँ साइडमा रेलवे जान्छ। त्यो पनि म अहिले देखाउँछु। ल हेर्नु है त, मिडल अफ सिटीमा यो चाहिँ पोखराको त्यो हाम्रो छ नि फेवा लेक जस्तै छ। दामी चाहिँ दामी छ किनकि मिडल अफ सिटीमा। ल गाइस, ल यहाँ हेर्नु त, यो त ठ्याक्कै न्यु रोडको एरिया हाम्रो जस्तो। उता यो असन बजार जाने बाटो हाम्रो न्यु रोड गेट जस्तो छ ठ्याक्कै। मलाई चाहिँ यो सेम भियतनामको हनोई चाहिँ ठ्याक्कै न्यु रोड जस्तै लाग्यो। तर एउटा डेभलप्ड खालको। डेभलप भन्नाले अब त्यस्तो डेभलप त छैन, तर पनि अब यहाँ चाहिँ टुरिस्ट एकदमै आउँदो रहेछन्। अनि सफा चाहिँ अलिक सफाइ छ रहेछ है। काठमाडौँ भन्दा चाहिँ अलिक सफाइ छ। तर डेभलप चाहिँ यहाँको रोडवेजहरू चाहिँ एकदम डेभलप छ। अब हाइवेहरू चाहिँ छ। यो सिटीको साइडमा चाहिँ ठुल्ठुलो मोटरवेजहरू, हाइवेहरू छ। अब डेभलप त्यो भन्दा चाहिँ अब ट्रान्सपोर्टेसन वेजमा डेभलप छ। तर टुरिस्ट चाहिँ एकदमै आउँदो रहेछन्। अब यो न्यु इयर भएको कारणखेरि यहाँ बिजी पनि मजाको छ। ल हेर्नु है त, एक सबैजना यो चाहिँ अब बुद्धिस्ट टेम्पल होला। यहाँ मान्छेहरू सबै हिँडिरहेछन्, सबै बिजी छ आज न्यु इयरको कारणले। आज फर्स्ट डे रहेछ न्यु इयरको पनि। यो चाहिँ टेम्पल रहेछ है। यहाँ चाहिँ मान्छेहरू दर्शन गर्न आइरहेछन्। हाम्रो पोखराको छेउछेउ मन्दिर जस्तै छ। आइन्सहरू पुरै मजाको फुलहरू। यहाँ बोटिङ पनि गर्न मिल्छ क्या, बोटिङ पनि गर्न मिल्छ रहेछ। गाइस यो चाहिँ मन्दिरको मेन एन्ट्रान्स रहेछ है। बुद्धिस्ट टेम्पल होला क्या हो। मान्छे छन्। यहाँबाट चाहिँ
के बनाउने रहेछ। अब हामी चाहिँ यो टुर बसमा चढ्न लाग्छौँ। यो टुर बसको चाहिँ एकजनाको बराबर 1,50,000 भियतनामिज पैसा लाग्छ। अनि दुईजना गएर 3 लाख डलरमा आयो। अब यो चाहिँ हनोईको सिटी बस टुर हो। अनि यहाँ अप्पर डेकबाट चाहिँ हामी हेर्न जाँदैछौँ सिटी। र यहाँ अब राम्रो खालको रहेछ। अब यो इङ्ग्लिस ल्याङ्ग्वेज ट्रान्सलेसनदेखि लिएर सबै कुरा हुँदो रहेछ। अब यसमा चढ्यो भने चाहिँ सिटीहरू कस्तो छ भनेर सबै कुरा थाहा पाइन्छ। Cứ ngây ngô dại khờ, cứ làm người mộng mơ, cứ đi một nơi mãi bên sông trời, đừng băn khoăn nghi ngờ. Có ai không sai lầm. गाइस यो चाहिँ क्याफे रहेछ। यहाँ चाहिँ पुरै मान्छेहरू बसिरहेको छ। यहाँको चाहिँ यो राम्रो खालको के हो यो स्क्वायर हो म्युजियम रहेछ। Người ta cũng chẳng ngại tuổi thanh xuân trôi mau, chẳng níu được gì đâu. Hãy yêu một người sống vui một đời, cứ làm điều mình thấy vui. सानो रेस्टुरेन्टहरू रहेछ यहाँ चाहिँ। अब हामी चाहिँ लन्च गर्नलाई भनेर यहाँ छौँ। अब कहाँ गर्ने होला भन्ने सोचिरहेको छौँ। यहाँ पनि टुरिस्टहरू पनि टन्नै हुँदो रहेछ। आज मान्छेहरू पनि यस्ता खाइरहेछन्। यहाँ चाहिँ मजाको रेस्टुरेन्टहरू रहेछ है। मान्छेहरू सबैजना बाहिर बसेर खाइरहेछन्। पुरै टुरिस्ट एरिया चाहिँ यहाँ छ। हेर्नु खाना खाएन पनि मान्छेहरू बाहिर बसेर खाएर पुरै यहाँ बाहिर बसेर हनोईको स्ट्रिटहरूमा इन्जोय गरिरहेछ। यहाँ चाहिँ म हनोई आए जस्तो फिल भएको छ। हामी यहाँ खाना आएको छौँ। मैले चाहिँ चिकन नुडल सुप र फ्राइड राइस मगाएको छु। यहाँ चाहिँ रेस्टुरेन्ट चाहिँ यहाँ सुप होला। यहाँ अचारहरू सानो रेस्टुरेन्ट छ। मान्छेहरू पनि टन्नै छन्। कोक पनि यहाँको त अर्कै खालको मेरो चाहिँ आयो है चिकन सुप र भेजिटेबल। यसमा म खोर्सानी हाल्छु। त्यसपछि यो के हो यो चाहिँ उयो रहेछ क्या के हो त्यो लसुन धेरै नहाल्नु मिठो हुन्छ यो नेटामा नि। त्यसपछि टमाटर यहाँ त्यति हाल्ने हो अचार हो क्या है। अचारै हो अचार हो। काइरी हाल्छु स्पेसल बनाउनु भयो एकैछिनमा मिठो एकैछिनमा मिठो बनाउनु भयो जस्तो छ। के भयो सबै मिक्स माक्स गरेर मिठो बनाउनु भयो जस्तो छ। त्यसको चाहिँ सफा हेर्नु मिल्छ नाइस। ल ल खानु इन्जोय। ओके लगाएछ। हामी चाहिँ अब रेलवे क्याफेतिर जानेछौँ होइन। त्यहाँ चाहिँ रेलवेको ट्र्याकको साइडमा क्याफेमा चाहिँ अब त्यहाँ बस्यो भने चाहिँ बेलुकातिर चाहिँ रेलवे चाहिँ त्यो क्याफेको साइडबाटै फुटपाथमा चाहिँ क्याफे हुन्छ। अनि त्यो बिचमा चाहिँ रेलवे हुन्छ रेलहरू हिँड्छ। त्यहाँ जानेछौँ। त्यो चाहिँ अब हामी बसेको होटेलबाट जस्ट 12 मिनट्स वकिङमा छ। अनि यहाँ अब हाम्रो मेरो पछाडि चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ मजाको रेस्टुरेन्टहरू रहेछ। अब आज चाहिँ फेरि स्पेसल डे आज होइन भोलि हो। त्यही भएर आज चाहिँ हामी
केक सेक काट्नुपर्ने छ। अब के को लागि होला भनेर तपाईँहरूले भन्नुहुन्छ भने त्यो चाहिँ हामी एकछिनमा देखाउँछौँ। अहिले देखायो भने फेरि तपाईँहरूले त्यो कुरा चाहिँ गेस मात्रै गर्नु होला होइन, के गर्ला गर्ने भनेर। अब एउटा कुरा चाहिँ हामीले यहाँ मैले भियतनाममा चाहिँ थाहा पाएको कुरा चाहिँ के रहेछ भने यहाँ चाहिँ फुडहरूमा चाहिँ स्क्याम मजाले गर्दो रहेछ क्या। हामीले अब अघि एउटा कुरा खाना गएको, अब चिकन सुप खाएको, एकजनाले मात्रै खाएको, एउटा कोक खाएको, अनि राइस थोरै लिएको 2,50,000 के लियो होइन। मलाई चाहिँ स्क्याम गरेर लाग्छ त्यो चाहिँ। हामी चाहिँ यही हो रेलवे ट्र्याकको क्याफेहरूमा आयो है, यहीँबाट चाहिँ जाने हो। यहाँ कति दामी भाइब छ, बस्लिङ क्राउड। हामी अगाडि अगाडि जान्छौँ ल। यो यही हो क्याफेहरू है, कति राम्रो बनाएको रहेछ, सब टुरिस्टहरूको लागि भनेर। अब यहाँ बस्दै अर्डर गर्दै अनि अब ट्रेन यहाँ आउँछ। यहाँ हेरौँ न मजा आएको छ, सब टुरिस्टहरू। अब हनुई बियर खाना छ होइन, यहाँ रेस्टुरेन्ट बसेको छौ, यस्तो रेस्टुरेन्ट छ, यहाँबाट गर्छ। मजा आएको छ यहाँ त पुरै बस्टिङ। अब 5 बजे चाहिँ ट्रेन चढ्छ अरे, पुरै ट्रेन रहेको। गाइज अब यो ट्रेन आउला छ होइन, ट्रेन आउनु लागेको भएकोले रेडी भइरहेछ सबैजना, त्यसरी हटाउँदो रहेछन्। सबैजना रेडी गरिरहेछ हटाउनुलाई। परसम्म पुरै मान्छेहरू सबै रेडी भएर बसेर पोजिसनमा, मान्छेहरू पुरै लडाइरहेका छन् गइरहेका छन्। अब त्यहाँ हेर्नु पुरै रेडी भएर बसेछन्। यता पनि छ, यता नि रेडी भएछन्, हामी पनि रेडी भएछौँ। यहाँ बज्यो अब ट्रेन आउँला भनेर के भन्नु छ। ट्रेन बजायो, ट्रेन आयो है, ट्रेन आयो। यसरी आउँदैछ ट्रेन पुरा स्ट्रिट बाहिर। ट्रेन त नजिकै पो आउँछ पुरै। ट्रेन आयो ट्रेन आइरहेछ। हामी चाहिँ यहाँ बसिरहेको छौँ, बियर खाइरहेको छौँ। यति नजिक छ ट्रेन हेर्नु। अब यहाँ आज पनि यहाँ पुरै यहाँ बसिरहेको छ, पुरै देखिँदैन खाइरहेको छ, चिकन स्क्युर्स खाइरहेको छ। सुधा पनि ट्रेन छुने पनि खालको रहेछ, छोयो हुनु होइन। ट्रेन छुयो भने हात गयो भने तपाईँ मान्छेले इन्जोय गरिरहेको छ, ट्रेनको माथिबाट नि हेरिरहेको छ।